नमस्ते साथीहरु, आज चाहिँ मैले तपाईहरुले ड्राइभिङ लाइसेन्सको फर्म कसरी भर्न सक्नुहुन्छ भनेर फटाफट देखाउन गइरहेको छु। तपाईले DOTM हान्नुभयो भने यो साइटमा आउनुहुन्छ। तपाईले यसमा हान्नुहोला र माथि आफ्नो नम्बर हान्नुहोला र जस्तो तल यहाँ दिएको क्याप्चा चाहिँ जस्ताको तस्तै हान्नुहोला। मैले यो काम गर्दै गर्दा रेकर्ड गरेको हुनाले चाहिँ तपाईहरुलाई फटाफट देखाउन गइरहेको छु। यहाँ चाहिँ तपाईले राख्नु भएको मोबाइल नम्बरमा ओटीपी आउनेछ मेसेज बक्समा। जस्ट यहाँ ओटीपी हान्नुहोला। तपाईको मोबाइलको मेसेज बक्समा आएको ओटीपी चाहिँ यसमा राख्नुपर्ने हुन्छ। मैले जस्ट ओटीपी राखेर नेक्स्ट गरिदिए। अब यहाँनिर चाहिँ तपाईले यस्तो अप्सन खुलेर आएको छ, होइन मसँग नेपाली ड्राइभिङ लाइसेन्स छैन। फर्स्टको अप्सन चुज गर्नु होला तपाई यदि नयाँ हुनुहुन्छ भने। त्यसपछि नेक्स्ट गर्नु होला नयाँ लाइसेन्स बनाउँदै हुनुहुन्छ भने र यहाँ माथि तपाईले फटाफट फर्म भर्नु होला। मैले यहाँनिर फटाफट नाम राख्दै गएको छु, मिडल नेम, लास्ट नेम र यहाँ तलतिर जे छ तपाईले हान्नु होला। मैले यहाँ सेक्युरिटी रिजनका कारण सबै ब्लर गरिदिएको छु। यहाँनिर चाहिँ मैले फटाफट फर्म भर्न गएको छु। तपाईहरुले आफ्नो भएको नागरिकता अनुसारको फर्म चाहिँ फटाफट भर्नु होला। यसमा सबै कुराहरु कम्प्लिटली भर्नुपर्ने हुन्छ। मैले यहाँनिर डेट, इस्यु डेट सबै चुज गरे र जस्ट मैले नेक्स्ट गरिदिए। अब नेक्स्ट गरिसकेपछि यतापट्टि आउँछ इस्यु नेपालीमा देवनागरिकमा नाम पनि लेख्नुपर्ने हुन्छ। यहाँबाट लिङ्ग, ब्लड ग्रुप सबै चुज गर्नु होला। यसरी फटाफट मैले चुज गरिदिएको छु। यहाँनिर तपाईले आफ्नो फ्यामिली रिलेसनशिप भन्छ आवेदकको नातासँगको सम्बन्ध, जस्तो मैले यहाँनिर फादर चुज गरेको छु। तपाई यदि महिला हुनुहुन्छ भने श्रीमान चुज गर्न सक्नुहुन्छ। अब यहाँबाट जारी जिल्ला, प्रदेश अनुसार, अञ्चल अनुसार कुन भन्छ त्यही अनुसार राख्नु होला। र यहाँनिर चाहिँ सेम एभब यदि एउटै एड्रेस छ, पर्मानेन्ट एड्रेस, टेम्पोरेरी एड्रेस छैन भने चाहिँ सेम एभबमा ठिक लगाउनु होला। र जस्तो यहाँनिर तपाईले नागरिकताको चाहिँ अगाडि पछाडिको चाहिँ टक्कले फोटो खिचेर चाहिँ अपलोड गर्नु होला। 1 MB भन्दा कम फाइल साइज चाहिँ हुनुपर्छ। यहाँनिर मैले जस्तो यहाँनिर साइजलाई घटाएर जस्तै यसरी राखेको छु। यदि तपाईले साइज घटाउन आउँदैन भने रिसाइज इमेज भनेर ब्राउजरमा हालेर सजिलै रिसाइज हुन्छ, जस्तो डाउनलोड गर्न सक्नुहुन्छ। यसरी मैले कम्प्लिटली फर्म भरेर चाहिँ यो अवस्थामा चाहिँ आइसकेको छ। अब जस्तो यसले सबमिट गर्नलाई चाहिँ यहाँनिर माथि छ यो बक्समा चाहिँ के ठिक लगाउनु पर्ने हुन्छ। यहाँनिर ठिक लगाउनु होला र जस्ट नेक्स्ट गरिदिनु होला र ओके गरिदिनु होला। मैले ओके गरिदिए। अब यस्तो खालको इन्टरफेसमा आउँछ। अब हाम्रो सिद्धिएको छैन काम अझ। अप्लाई फर न्यू ड्राइभिङ लाइसेन्स भन्छ। यहाँबाट चाहिँ हामीले यता फर्स्टको अप्सन जुन अप्लाई योमा चाहिँ क्लिक गर्नु होला र मसँग यातायात सम्बन्धित कार्यालयमा गई स्वास्थ्य परीक्षण गराउन चाहन्छु भन्छ। जस्ट माथिको अप्सन नै चुज गर्नु होला। बाहिर अप्सन चुज गर्ने चाहिँ छैन अहिलेसम्म। अब जस्ट ओके बटनमा क्लिक गरिदिनु होला र अब तपाईले यहाँ क्याटेगोरी चाहिँ छान्नु पर्ने हुन्छ। तपाई कुन क्याटेगोरी, स्कुटीको निकाल्न चाहनुहुन्छ कि मोटरसाइकलको, अनि कार, जीप, डेलिभरी भ्यान यस्ताको चुज हुन्छ। मैले चाहिँ क्याटेगोरी ए चुज गरेँ जुन मोटरसाइकलको रहेको छ। मोटरसाइकलको चुज गर्नु होला र तपाईले तल आउनु होला। यहाँनिर चाहिँ सेलेक्ट अपरेट अफिस भन्छ। अब तपाईले यहाँ आफ्नो कुन अफिसमा गएर दिने हो त्यो चुज गर्नु होला। मैले यहाँनिर चौरजारी अफिस चाहिँ चौरजारी ट्रायल सेन्टर चाहिँ मैले यहाँ चुज गरेँ। अब जस्ट अब यहाँ डेट सिलेक्ट गर्नुपर्ने हुन्छ। यहाँ कति तारिक हुन्छ 2026 2 महिना 3 देखि 17 तारिकसम्म छ। मैले जस्ट 17 तारिक चुज गरिदिएँ। यहाँनिर 2 महिना 17 तारिक चुज गरेर मैले सबमिट गरिदिएँ। अब यहाँनिर चाहिँ तपाईले क्लिक हेयर टु डाउनलोड एप्लिकेसन भन्ने अप्सन छ तल, यसमा जस्ट क्लिक गर्नु होला। यसमा क्लिक गरिदिनु होला। भिडियो धेरै लामो हुने भएकोले मैले फटाफट काम गर्दै गर्दा यो भिडियो बनाएको हुनाले अलि तपाईले कम बुझ्नु भएको हुन सक्छ। अलि भिडियो सोलो गरेर हेर्नुभयो भने तपाईले सजिलै बुझ्न सक्नुहुनेछ। एकदमै पर्फेक्टली काम गर्न सक्नुहुनेछ। अब जस्तो मैले यहाँनिर फाइललाई डाउनलोड गर्न गइरहेको छु। यदि तपाईको आइडिएम छैन भने सजिलै माथि डाउनलोड भइहाल्छ। अब जस्तो मेरो आइडिएममा समस्या छ, जस्तो मैले डाउनलोड गरेँ। अब यसले मैले फोल्डर ओपन गरेँ। अब बन्द गरौँ। माथि बन्द छ, यसले पनि बन्द गरेँ मैले। अब जस्ट यहाँनिर मैले केशबहादुर भन्ने जुन अप्सन छ मैले यसले जसलाई ओपन गरिदिन्छु यहाँनिर। अब ओपन गर्दा बित्तिकै देख्न सक्नुहुन्छ यहाँ मैले भरेको फर्म यस्तो आएको छ। जस्तो यसलाई प्रिन्ट आउट गर्नु होला र जहाँ तपाईले लिखित एक्जाम दिन जाँदा बेला चाहिँ यो लगेर जानु होला। फोटो टाँच्न सक्नुहुन्छ यहाँ राखेर तपाईले लिखित एक्जाम दिन जानु होला। यसरी सजिलै चाहिँ
ड्राइभिङ लाइसेन्सको फर्म भर्न सक्नुहुन्छ। हस्त साथीहरू, तपाईँलाई आजको भिडियो चाहिँ कस्तो लाग्यो, कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया लेखी हाम्रो कमेन्ट बक्समा छोड्न भने नभुल्नुहोला। साथै हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरी सँगै रहेको बेल आइकन पनि थिच्नुहोला, ताकि अब आउने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिले तपाईँलाई प्राप्त होस् भन्दै म पनि बिदा हुन्छु। हवस् त, नमस्कार।